हेलो साथीहरु, स्वागत छ तपाईहरु सबैजनालाई फेरि पनि मेरो अर्को न्यू मिनी ब्लगमा। अनि आजको सुरुवात चाहिँ बारी खन्नेबाट हुन्छ। बहिनी र मैले चाहिँ सबै बारीहरु खनिसक्यौं। अनि मैले चाहिँ यता मोटरको पानीले चाहिँ यता झारहरुमा लगाए, किनकि अब यो चाहिँ अहिले खन्ने बेला चाहिँ सजिलो हुन्छ, किनकि यता चाहिँ एकदम धेरै झारहरु उम्रेको थियो। अनि त्यही भएर चाहिँ मैले चाहिँ यता झारहरु चाहिँ सब फाँगातिर लागे। पानी छिम्कोएर निकै साह्रो चाम्रो हो, लास्टै चाम्रो थियो, तर मैले जसो तसो मैले चाहिँ सबै फालिसकेँ। पानी पनि के साह्रो टाइममा छुट्याइदिन्छन् हो, झ्यावै लाग्छ भने मलाई त। अनि एकछिन चाहिँ त्यही बसे म चाहिँ मस्तले। अनि आज चाहिँ लास्ट फाइनल थियो, अनि त्यही भएर म चाहिँ यता बिजुली बिल बुझ्नको लागि गएँ। लास्टै गर्मी भएको थियो, त्यही भएर म चाहिँ यता मस्तले बस्दै कुल्फी खाँदै बसिरहेँ। अनि भोक पनि लागिरहेको थियो, के खाम पनि भएर थियो, त्यही भएर म चाहिँ चटपटे बस्नमा गएँ। अनि त्यहाँ मस्तले चटपटे पानीपुरी खानातिर लाग्यो। किन खै, तर मलाई त्यतिले चित्त नबुझेपछि म चाहिँ गएँ फेरि पनि मोमो खानको लागि होटेलमा। अनि त्यहाँ चाहिँ कति साह्रो ढिला गरिरहेको थियो कि मैले त्यो चाहिँ भिडियो बनाएन। अनि यता चाहिँ बहिनी र म चाहिँ दाना ओसार्नको लागि आयौँ। अनि उसले मैले चाहिँ फटाफट सबै दानाहरू ओसार्नुतिर लाग्यौँ। अनि हामीले चाहिँ दानाहरू सबै ओसारिसकेपछि चाहिँ हामी चाहिँ मस्त हावा खाँदै हामी चाहिँ यता पानीमा चाहिँ च्यालेन्ज गर्नतिर लाग्यौँ। यता बहिनीले चाहिँ चिटिङ गर्दै रहेछ है। हामीले चाहिँ कसले बढी पानीको मुनि चाहिँ सास टिनेर बस्न सक्छ भनेर हामीले चाहिँ च्यालेन्ज गरेको थियौँ। यसमा चाहिँ सबले हारेको थिएँ, मैले जितेको थिएँ याहु। अनि यता चाहिँ मेरो लास्टै टाउको चिलाइरहेको थियो, लास्टै चाया परेर रहेछ हो मेरो टाउकोमा त। अनि उसले चाहिँ मस्त ठुङ्गाउने थियो, मलाई पनि के साह्रो आनन्द आउने थियो। तर उता के साह्रो मात्तेको हो, मेरो गालामा कस्तरी पिटो, यस्तो रुसिरहेको थियो नि मलाई अगाडि। रिस शान्त भइसकेको थियो, अब पछि फेरि खुट्टामा ठुकिन्छ हो, के साह्रो हेपेको यसले मलाई। तर होइन साथीहरू, यो ठाउँमा फोटो भिडियो असम्म नबनाउनु भनेको सायद म मात्र होला कि। पहिला खिचेको थिएँ एकचोटि, अनि त्यहाँदेखि एकचोटि खिचेको छैन, किन मलाई इन्ट्रेस्ट नै लाग्दैन हो। अनि आज चाहिँ हामी यता पौडी खेल्ने भन्दा पुरै रेडी अवस्थामा थियौँ, तर यता चाहिँ मान्छे जलाउन लागेको रहेछ नि, त्यही भएर हामीले चाहिँ नखेल्ने प्लान गऱ्यौँ। अनि आजको लागि चाहिँ यति, बाई बाई।